गाइज यो के हो भन्दाखेरि चिनी त हाल्नुहुन्छ हैन, गुन्द्रुक हो। तर मैले यहाँ गुन्द्रुकमा के गर्न आँटेको नाङ्लामा लिएर भन्दाखेरि नि, यो गुन्द्रुकको सब्जी पकाए पनि, यसको अचार बनाए पनि, जेमा युज गरे पनि एक थोक चिज चाहिँ म कमन भेट्छु सधैँ। खान त कति रहर लाग्छ नि, तर के गर्नु, त्यो एउटा चिजले गर्दा सबै सब्जी भात सबै फ्याँक्नुपर्छ। मैले हो त्यही चिज खोज्दैछु के गाइस, छ कि छैन भनेर। भरे त आइपिएल छ हैन, अब पानी पनि परिहाल्छ राति त, मौसम त त्यही हो, पानी त पर्ने नियमै छ। त्यो पानी परेको बेलामा जाडो जाडो हुन्छ, अनि यो गुन्द्रुक मजाले उमालेर यसमा टमाटर समटर हालेर परपरी यसलाई मजाले झोल बनाएर खाँदै। आइपिएल हेर्नु छ के आज, बेङ्गलोर र कोलकाताको छ के, त्यसैले यहाँ कपाल चाहिँ छ कि छैन हो त खोजेको के। कपाल अहिले दिउँसो हेरेन भने राति त देखिँदैन, त्यसैले यहाँ कपाल चाहिँ भयो भने म खानै सक्दिनँ। यस्तो घिन लाग्छ यो कपाल चाहिँ, त्यसैले खोज्दैछु। गाइज भेटेँ। इ रातो पो रहेछ, यो त पक्का पनि फरेनरकै कपाल हुनुपर्ने। फरेनरले पो आएर हालेको रहेछ त गुन्द्रुक त हाम्रो घरमा। होइन, खाउँ कि नखाउँ हौ। एउटा त भेटिहालेँ, अरू पनि छन् भने पो बिजोग भयो त फेरि। पकाउन चाहिँ पकाउँछु, कपाल भेटेँ भने चाहिँ हुत्याइदिन्छु म।